ल, आज एउटा यस्तो गाउँको कथा सुनौ जहाँ पुग्न 3 दिन पैदल हिँड्नुपर्छ। हिमालको काखमा संसारको कोलाहलबाट एकदमै टाढा लुकेको यो गाउँको नाम हो हिमाडक। सोच्नुहोस् त, 3 दिनको पैदल यात्रा। यो सुन्दा नै अचम्म लाग्न सक्छ, तर यही एउटा कुराले हिमाडक कति अलग छ र त्यहाँको जीवन कस्तो छ भन्ने कुरा प्रष्ट पार्छ। आउनुहोस्, यो यात्रामा अलिक गहिरिएर जाउँ। हाम्रो यात्राको पहिलो खण्ड हो बाटोभन्दा परको गाउँ। यो एउटा यस्तो ठाउँ हो जहाँ पुग्दा लाग्छ कि समय नै रोकिएको छ। गाडी पुगेको छैन, मोबाइलको सिग्नल टिप्दैन र जीवन प्रकृति अनि परम्परासँगै जोडिएको छ। हिमाडाक पुग्नु भनेको आफैमा एउटा ठूलो चुनौती हो। कल्पना गर्नुस् त, कठिन उकालो ओह्रालो, घना जङ्गल अनि त्यो चिसो सिरेटो। बाटो पनि जोखिमले भरिएको। यो यात्राले नै त्यहाँको जीवन कति कठिन छ भन्ने पहिलो झलक दिन्छ। अब दोस्रो खण्डमा लागौं सूर्योदय र सङ्घर्ष। हिमाटकको त्यो मनमोहक सुन्दरता पछाडि दैनिक जीवनको एउटा फरक यथार्थ लुकेको छ। यहाँको जीवन सरल देखिन्छ, तर साँच्चै भन्ने हो भने सजिलो भने पटक्कै छैन। यहाँ दिनको सुरुवात सूर्य उदाउनुभन्दा पहिले त्यो चिसोमै सुरु हुन्छ। बालबालिकादेखि बुढापाकासम्म सबैको आआफ्नै जिम्मेवारी छ। कोही गाईबस्तु हेर्न दौडिन्छन्, कोही पानी लिन। महिलाहरू चुलो चौको र खेतबारीमा व्यस्त हुन्छन् भने पुरुषहरू जङ्गलतिर लाग्छन् दाउरा र घाँसपातको लागि। हरेक दिन भनौँ न एउटा मिलाएर गरिएको सङ्घर्ष जस्तै हो। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यहाँका मानिसहरू यी चुनौतीहरूलाई गुनासोको रूपमा हेर्दैनन्, बरु जीवनको एउटा सामान्य हिस्साको रूपमा स्वीकार गर्छन्। उनीहरूको अनुहारमा देखिने त्यो सहनशीलता साँच्चै नै प्रेरणादायी छ। अब तेस्रो खण्ड, एक्लोपनको मूल्य। यो एक्लोपनको सबैभन्दा ठूलो र डरलाग्दो मूल्य के होला? त्यो हो स्वास्थ्य सेवाको अभाव। यस्तो ठाउँ जहाँ जीवन र मृत्युको फैसला बाटो कति कठिन छ भन्ने कुराले गर्छ। यही गाउँमा भेटिए 80 वर्षका रामबहादुर। उनी त यो गाउँका हिँड्ने डुल्ने इतिहास नै हुन्। उनी भन्छन्, हामीले धेरै दुःख देख्यौं, धेरै सङ्घर्ष गर्यौं, तर यो गाउँ कहिल्यै छोड्न मन लागेन। उनको यो एउटै वाक्यले गाउँप्रतिको त्यो गहिरो मायालाई कति राम्ररी देखाउँछ। हिमाडकमा मेडिकल आपतकालको अर्थ नै फरक छ। अस्पताल त परको कुरा, एम्बुलेन्स भन्ने शब्द त सायद उनीहरूले सुनेका पनि छैनन् होला। कोही गम्भीर बिरामी पर्यो भने उसलाई काँधमा बोकेर दिनौं हिँड्नुको विकल्प छैन। अनि यात्रामा बाँच्ने कुनै ग्यारेन्टी हुँदैन। हुन्छ त केवल मनमा आशा र हिम्मत। रामबहादुरले एउटा यस्तै घटना सुनाए जसले यहाँको यथार्थलाई छर्लङ्ग पार्छ। एकपटकको कुरा हो, गाउँको एउटा सानो बच्चा एक्कासी सिकिस्त बिरामी पर्यो। गाउँमा उपचारको नाममा केही थिएन, अनि गाउँलेहरूले एउटा निकै साहसी निर्णय गरे। उनीहरूले त्यो सानो बच्चालाई कानमा बोके। एक दिन होइन, दुई दिनसम्म लगातार हिँडे। त्यो यात्रा कस्तो थियो होला कल्पना गर्न पनि गाह्रो छ। खराब बाटो, चिसो मौसम अनि कानमा एउटा निम्न लागेको जीवनको दियो। अस्पताल त पुगे उनीहरू, तर अफसोस धेरै ढिलो भइसकेको थियो। त्यो बच्चालाई बचाउन सकिएन। रामबहादुरले यो कुरा सुनाउँदा उनको आवाजमा जुन पीडा थियो नि, त्यसले हिमाडकको कठोर वास्तविकतालाई 1000 शब्दले भन्दा बढी बयान गर्थ्यो। तर यति धेरै दुःख र कठिनाई हुँदाहुँदै पनि हिमाडकको आत्मा मरेको छैन, त्यो अझै जीवित छ। अब चौथो खण्डमा जाउँ, परम्पराको प्रतिध्वनि, जसले देखाउँछ कि कसरी संस्कृतिले यहाँको जीवनमा रङ भरेको छ। यहाँको जीवन दुःख मात्रै होइन। साँझ परेपछि चेलीहरू मिठो भाकामा पुराना लोकगीत गाउँछन्, मादलको तालमा कम्मर मर्काउँछन्, अनि अङ्गेनाको वरिपरि बसेर बुढापाकाहरूले सुनाउने ती पुराना कथाहरू। शहरमा त यी सब कुरा हराइसके, तर यहाँ परम्पराले अझै सास फेरिरहेको छ। रामबहादुर एउटा मार्मिक प्रश्न गर्छन्, शहरमा सुविधा होला, तर यहाँ जस्तो शान्ति त्यहाँ कहाँ पाइन्छ र? उनको यो एउटै प्रश्नले हिमाडकका मानिसहरूको सोचलाई प्रष्ट पार्छ। उनीहरूका लागि सुविधाभन्दा ठूलो कुरा शान्ति रहेछ। अब अन्तिम खण्डमा पुग्यौं, भविष्य प्रश्नमा। हो, समय कसैको लागि रोकिँदैन र परिवर्तनको हावा हिमाडकसम्म पनि पुग्न थालेको छ। बिस्तारै एकपटकमा एउटा सोलर प्यानल जसरी। हिजोसम्म आगोको धिपधिपे उज्यालोमा चल्ने जीवन आज केही घरमा सोलर बत्तीले झलमल भएको छ। बालबालिकाहरू स्कुल जान थालेका छन्। उनीहरूका आँखामा अब नयाँ सपनाहरू देखिन थालेका छन्।
परिवर्तन ढिलो होला, तर यो आइरहेको छ, यो निश्चित छ। यहाँनिर दुई फरक संसारको चित्र प्रष्ट देखिन्छ। एकातिर हिमाडक छ, जहाँ शान्ति छ, प्रकृति छ, सन्तुष्टि छ, अनि अर्कोतिर शहर, जहाँ सुविधा छ, इन्टरनेट छ, तर भागदौड र व्यस्तता पनि छ। सायद एउटा रोज्दा अर्को गुमाउनै पर्छ। अनि यसले एउटा ठूलो प्रश्न खडा गर्छ, के यो आधुनिकताले हिमाडको त्यो मौलिकपन, त्यो पहिचानलाई मेटाइदेला, वा यसले साँच्चै यहाँका मानिसहरूको जीवनलाई सहज बनाउला? यसको जवाफ त सायद भविष्यले नै दिनेछ। अन्तमा यो यात्राबाट के बुझियो भने हिमादकका मानिसहरूसँग भौतिक सम्पत्ति नहोला, तर उनीहरूको अनुहारमा एउटा गहिरो सन्तुष्टि छ। एकअर्कासँगको त्यो नाता, प्रकृतिसँगको त्यो सम्बन्ध, यस्तो कुरा शहरमा हामीले सायदै भेट्छौं। अनि यो कथाले हामीलाई एउटा गहिरो प्रश्नमा छोडेर जान्छ। वास्तविक खुशी केमा छ? सुविधा र सम्पन्नतामा कि जीवनको सन्तुलनमा? हिमाडकको कथाले यसको जवाफ आफै खोज्न प्रेरित गर्छ।